미마에서 왔어요. 수원 늘어야 돼요. 지금은 여기가 운동 40이 있어요. मेरो नाम चाहिँ घनश्याम दाहाल हो। म चाहिँ मेरो घर चाहिँ मोरङ विराट चोक हो। यस कम्पनीमा मेरो जिम्मेवारी भन्दाखेरि चाहिँ मेरो चाहिँ यो अन्डा खोरदेखि घुमाएर ल्याएर भर्ने काम गर्छु। तपाईँ कोरिया आउनु भएको कति भयो? म कोरिया आएको चाहिँ लगभग 3 वर्ष हुन लाग्यो। काम चाहिँ यहाँ बिहान 7 बजेदेखि बेलुका 9 बजेसम्म गर्नुपर्छ। काम गर्नलाई सुरुमा चाहिँ निकै कठिन भयो। सुरुमा आउँदा यहाँ भाषाको समस्या, अर्को कुरा नेपालमा हामीले यस क्षेत्रमा काम नगरेको हुनाले यस क्षेत्रको अनुभव नभएकाले सुरुमा काम गर्न कठिन थियो। पछि बिस्तारै यहाँको प्रविधि प्रणाली सम्बन्धी सबै कुराहरू जानिसकेपछि अहिले काम गर्नलाई त्यस्तो गाह्रो छैन, काम गर्न सहज भएको छ। साथीहरू, आज म तपाईहरूलाई कोरियाकै विशाल र आधुनिक लेयर पोल्ट्री फार्मभित्र लैजाँदैछु। यो दक्षिण कोरियाको ख्याङसाङ बोक्दो प्रान्तमा अवस्थित छ। यो अत्याधुनिक प्रविधियुक्त फुल्ली अटोमेटिक सिस्टम भएको क्लोज हाउस लेयर चिकन फार्म हो। यो फार्मभित्र 15वटा सेड अर्थात् खोर छन्। फार्ममा 90,000 जति कुखुरा पालिएको छ, जसबाट दैनिक 85,000 अन्डा उत्पादन हुँदै आएको छ। प्रत्येक खोर 100 मिटर लम्बाइ र 15 मिटर चौडाइ क्षेत्रफलमा फैलिएको छ। कोरियामा यो निकै स्थापित र राम्रो मुनाफा आर्जन गर्दै आएको ख्यातिप्राप्त फर्म हो। यो भव्य संरचनाभित्रको भित्री संसार के कस्तो छ त? आउनुहोस् साथीहरू, एकचोटि खोरभित्र भिजिट गरौँ। फार्मभित्र प्रवेश गर्नु पहिले भाइरस निष्क्रिय गर्न यो लिक्विडमा खुट्टा चोबेर जानुपर्ने हुन्छ, जसले गर्दा खुट्टामा भएका भाइरस खोरभित्र प्रवेश हुँदैनन्। अनि यो फिल्टर मास्कको पनि प्रयोग गर्नुपर्ने हुन्छ। यो मास्कले भित्रको हानिकारक ग्यास, धुलो र गन्धबाट स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई रोकथाम गर्छ। यहाँ खोरभित्र एकजना नेपाली साथी काम गर्दै हुनुहुँदो रहेछ। एकपटक उहाँसँग छोटो कुरा गरिहालौँ। नमस्कार सर। नमस्कार। तपाईँको नाम र यस कम्पनीको बारेमा केही कुरा छोटकरीमा भनिदिनुहुन्छ कि? मेरो नाम खेम गौतम हो। हजुर। मेरो यस कम्पनीमा जिम्मेवारी चाहिँ यो कुखुराको खोरको स्थिति के छ भनेर निरीक्षण गर्ने हो। हजुर। र यहाँभित्र यो खोरभित्र कुखुरालाई दाना पानी कस्तो छ, दाना पानी आएको छ छैन, टेम्परेचर कस्तो छ, फ्यानहरू चलिरहेका छन् छैनन्, कुखुराको स्वास्थ्य स्थिति के छ, र त्यसपछि मेसिनरी कुराहरू ठिक छन् छैनन् त्यो जाँच गरेर बिग्रेको भएमा मर्मत गर्ने काम चाहिँ मेरो रहेको छ। अनि कोरियामा आउनुभएको कति भयो सर? कोरियामा आएको लामो समय भयो, लगभग 9 वर्ष पुग्न लाग्यो सर। यहाँ काम कति बजीदेखि कति बजीसम्म गर्नुहुन्छ? यहाँ काम मैले बिहान 7 बजेदेखि यहाँ काम सुरु हुन्छ। हजुर। 7 बजेबाट काम सुरु भएर बेलुका 9 बजेसम्म काम गर्नुपर्ने हुन्छ। बिचमा 1.5 घन्टा रेस्ट टाइम छ। अनि ड्युटी त धेरै नै लामो भएन र सर? सर ड्युटी त लामो छ, ड्युटी लामो भए अनुसार त्यही अनुसारको पारिश्रमिक पनि प्राप्त हुन्छ। अनि कतिको गाह्रो छ त काम गर्नलाई? काम गर्नलाई सुरुमा चाहिँ निकै कठिन भयो। सुरुमा आउँदा यहाँ भाषाको समस्या, अर्को कुरा नेपालमा हामीले यस क्षेत्रमा काम नगरेको हुनाले यस क्षेत्रको अनुभव नभएकाले सुरुमा काम गर्न कठिन थियो। पछि बिस्तारै यहाँको प्रविधि प्रणाली
सम्बन्धी सबै कुराहरू जानिसकेपछि अहिले काम गर्नलाई त्यस्तो गाह्रो छैन, काम गर्न सहज भएको छ। हजुर, अनि गन्ध र धुलोले गर्दा काम गर्न अप्ठ्यारो हुँदैन? गन्ध र धुलो चाहिँ यहाँनिर यहाँ आउने गन्ध र धुलोको लागि पछाडि ठुल्ठुला फ्यानहरू चलाइरहेको हुन्छ। हजुर, त्यसबाट गन्ध र धुलो तानेर लान्छ। हजुर, र बाँकी अलिअलि भएको गन्ध र धुलोलाई हामीले यो फिल्टर मास्क लगाएपछि हजुर रोकथाम गर्छ। त्यस्तो गन्ध र धुलोले त्यस्तो समस्या भएको छैन। हजुर, यस खोरभित्रको विषयमा केही सिस्टमहरूको बारेमा भनिदिनुहोस् न। यस खोरभित्र चाहिँ सबै अटोमेटिक सिस्टमहरू छन्। हजुर, स्वचालित यन्त्रहरू जडान गरिएको छ। यो कुखुरालाई आउने दानाहरू अटोमेटिक आउँछन् र पानी पनि स्वच्छ पानी अटोमेटिक आउने गर्छ। र यहाँ तापक्रम पनि आफै मेन्टेन हुन्छ। तापक्रम मिलाउन यहाँनिर छेउछाउमा कुलिङहरू, त्यसपछि पछाडि ठुल्ठुला फ्यानहरू जडान गरिएका हुन्छन्। त्यस फ्यानबाट यो अगाडि सिस्टमले कति तापक्रम आवश्यक पर्छ त्यो मेन्टेन गरेर चाहिँ आफै नै तापक्रम मिलाउने गर्छ। हस् त सर, अनि यो खोरभित्र चाहिँ कति कुखुराहरू छन्? यो खोरभित्र भालेर पोथी गरी करिब 9000 कुखुरा छन् अहिले। भिडियोमा देखिएको लामो पाइप र यसमा अडिएको पहेँलो कप र निप्पललाई समग्रमा ड्रिङ्कर भनिन्छ। यो निप्पललाई कुखुराको चुच्चोले ठुँगेपछि पानी झर्छ र कुखुराले पानी खाने गर्दछ। यो निप्पलको प्रयोगले पानी खेर जाने र खोरमा ओस हुने समस्या भने हुँदैन। यो प्रविधि खासै महँगो छैन र जडान गर्न विशेषज्ञको आवश्यकता नपर्ने भएकाले नेपालमा पनि सजिलै यो खालको प्रविधि जडान गर्न सकिन्छ। यो भिडियोमा देखिएको लामो पाइपमा झुन्डिएका पहेँला डब्बाहरू फिडर हुन्। यसबाट कुखुरालाई टाइम टाइममा दाना आउने गर्छ। यो डब्बासम्म चाहिँ दाना कसरी आउँछ त? यो बुझ्नलाई खोर बाहिरको दाना भण्डारण गर्ने ट्याङ्कीमा जानुपर्ने हुन्छ। यो ठडिएको ठुल्ठुला ट्याङ्कीहरू दाना भण्डारण गर्ने ट्याङ्की हुन्। यसमा दिनौँ जसो दाना ओसार्ने ट्रकले दाना ल्याएर भर्छ र यसमा जोडिएको सिस्टमले कुन खोरका लागि कति केजी दाना चाहिन्छ अटोमेटिक वितरण गर्छ। ठुलो ट्याङ्कीबाट यो पाइपलाइनको माध्यम हुँदै ससाना ट्याङ्कीमा दाना वितरण हुन्छन्। त्यसपछि यो सानो ट्याङ्कीको पाइपलाइन हुँदै अघि देखिएको भित्रको पहेँलो डब्बावाला फिडरमा दाना पुग्छ। यो सेडभित्र बिचमा देखिएको घर जस्तो लामो आकृति कुखुराको अन्डा पार्ने घर हो। यसलाई पोल्ट्री भाषामा केज भनिन्छ। यो केजको दुवै साइडमा म्याट राखिएको छ र यो म्याटमा कुखुराले अन्डा पारेपछि अन्डाहरू आफै रोलिङ भएर यसको ठिक मुनि बिछ्याइएको बेल्टमा जम्मा हुन्छन्। यो बेल्टलाई एक कलेक्टिङ बेल्ट भनिन्छ। एक कलेक्टिङ बेल्टलाई अगाडिबाट मोटरले घुमाएपछि अन्डाहरू सङ्कलन घर अर्थात् एक कलेक्टिङ हाउसमा पुग्छन्। यो सिस्टम बनाउन त्यति खर्चिलो र गाह्रो भने छैन। नेपालमा कम खर्चमा सजिलै यो खालको केज बनाउन सकिन्छ। यहाँ
प्लाई, फलाम र प्लास्टिकको मात्र प्रयोग गरिएको छ। अब हामी अन्डा सङ्कलन गर्ने घरमा जान्छौँ। यसै क्रममा यही विभागमा काम गर्दै आउनुभएको एकजना नेपाली कामदार साथीसँग यस डिपार्टको अपरेटिङ कसरी गरिन्छ यसबारे पनि बुझ्नेछौँ। नमस्कार सर। हजुर नमस्कार सर। तपाईँको नाम र यस कम्पनीमा तपाईँको जिम्मेवारीबारे छोटकरीमा भनिदिनुहोस् न। मेरो नाम चाहिँ घनश्याम दाहाल हो। म चाहिँ मेरो घर चाहिँ मोरङ विराटचोक हो। यस कम्पनीमा मेरो जिम्मेवारी भन्दाखेरि चाहिँ मेरो चाहिँ यो अन्डा खोरदेखि घुमाएर ल्याएर गर्ने काम गर्छु। तपाईँ कोरिया आउनुभएको कति भयो? म कोरिया आएको चाहिँ लगभग 3 वर्ष हुन लाग्यो। काम कतिको गाह्रो अप्ठ्यारो कस्तो छ तपाईँलाई? काम ठिकै छ भनौँ, त्यस्तो गाह्रो पनि होइन सजिलो पनि होइन, जस मिडियम मध्यम छ। बिहान 7 बजेदेखि बेलुकाको 9 बजेसम्म लगातार यही काम, यो अन्डा सङ्कलन गर्ने, क्यारेटमा भर्ने र यसपछि लोड गरेर गाडीमा पठाउने काम गर्नुहुन्छ? हजुर हो। मेरो बिहान 7 बजेदेखि 9 बजेसम्म बिहान आएर मेसिनहरू चेक गरेर मेसिनहरू चेक सबै ठिकठाक भइसकेपछि अनि मेसिन चलाएर अनि अन्डा तान्ने काम गर्छु। हस् त सर, धन्यवाद। हजुर हस्, धन्यवाद। अहिले हामी ग्रेडिङ हाउसमा आइपुगेको छौँ। कलेक्टिङ हाउसबाट सङ्कलन गरिएको अन्डालाई यो ग्रेडिङ विभागमा ल्याएर मिसिनमा हालिन्छ। मिसिनमा हालेपछि ती अन्डाहरू पानीको फोहराले यसरी सफा हुँदै अघि बढ्छन्। त्यसपछि फुटेका, आकार नमिलेका र बिग्रेका अन्डा छान्ने काम हुन्छ। बाँकी रहेका राम्रा अन्डालाई कम्प्युटर सिस्टमले ग्रामको आधारमा साना, ठुला र मझौला गरी विभिन्न क्याटेगोरीमा छुट्याएर क्यारेटमा हालिदिन्छ र अन्तिममा अन्डामा डेट मार्किङ गर्ने, प्याकेजिङ गर्ने जस्ता काम गरिन्छ। साथीहरू, अब यो फार्ममा टेम्परेचर कसरी मेन्टेन गरिन्छ यसबारे बताउँछु। यो क्लोज हाउस सिस्टम भएकोले खोरभित्र एनी टाइम एउटै टेम्परेचर मेन्टेन भएको हुन्छ। यो कसरी सम्भव हुन्छ त? यो कुरा बुझौँ। टेम्परेचर मेन्टेन गर्न जाडोमा कुलिङ प्याड बन्द गरी एक्जस्ट फ्यान थोरै सङ्ख्यामा चलाइन्छ भने गर्मीमा कुलिङ प्याड साथै पछाडिका फ्यानहरू धेरै सङ्ख्यामा चलाइन्छ। कुलिङ प्याडभित्र वाटर स्प्रे गरेर भिजाएपछि पछाडिको फ्यान चल्दा खोरभित्र चिसो हावा सर्कुलेसन भई तापक्रम मेन्टेन हुन्छ। यो सिस्टमलाई हामीले नेपालमा पनि गर्न मिल्छ। यसका लागि त्यति ठुलो लागत र विज्ञको आवश्यक पर्दैन। नेपालमा थोरै खर्चबाट नै घरायसी जुगाडले यो प्रविधि कसरी बनाउन सकिन्छ यो सम्बन्धमा म अर्को भिडियो लिएर आउनेछु। अब म तपाईहरूलाई यस फार्ममा वेस्ट म्यानेजमेन्ट कसरी गरिएको छ यो देखाउन गइरहेको छु। खोरभित्रको सबै सुलीलाई यो बेल्ट घुमाएर तल्लो बेल्टमा झारिन्छ र यो तल्लो बेल्टको माध्यमबाट यसरी घुमाउँदै वेस्ट सङ्कलन तथा प्रशोधन गर्ने युनिटमा पुर्याइन्छ। यसरी खोरबाट ल्याएको सम्पूर्ण सुलीलाई प्रशोधन युनिटबाट यस प्रकारको दानेदार जैविक मल बायो फर्टिलाइजरमा रूपान्तरण गरी कल्टिभेट फार्मरहरूलाई बिक्री वितरण गरिन्छ।
साथीहरू, यस फार्मले ब्रुडिङ पनि आफै गर्ने गरेको छ। ब्रुडिङ भन्नाले चल्ला हुर्काउने काम बुझिन्छ। ब्रुडिङ हाउसमा चल्लालाई 4 महिनासम्म हुर्काएर खोरमा सार्ने गर्दछ। यस ब्रुडिङ हाउसमा विगत 2 वर्षदेखि काम गर्दै आइरहेका एकजना विदेशी कामदारसँग ब्रुडिङ सम्बन्धी छोटो कुरा गरौँ। 이름이 말해 주세요. 저 이름은 서명입니다. 네, 어느 나라에서 왔어요? 저는 미얀마에서 왔어요. 한국에 몇 년 됐어요? 저는 한국에 지금은 2년 2월 됐어요. 힘들어요? 안 힘들어요? 지금은 날씨가 더우니까 좀 힘들어요. 여기 병아리 몇 마리 있어요? 지금은 병아리가 24,000마리 있어요. 그래요. 여기 병아리 여기 며칠 됐어요? 병아리가 이걸 12일에 왔어요. 그러니까 지금은 14일 됐어요. 너무 더워 있어요. 온도 몇 도 있어요? 지금은 온도가 여기 보세요. 온도가 지금은 30이 있어요. 여기 이거 기계로 온도 맞아요? 네, 맞습니다. 이거 온도 기계예요. 어떻게 이거 기계 돌려요? 조금 보여주세요. 네, 여기 보세요. 이것은 눌러야 돼요. 지금은 여기가 온도 이렇게 해야 돼요. 이렇게. 이거 이름이 이거 기계 이름이 뭐예요? 이거 이름은 연풍기예요. 열풍기예요? 네, 맞습니다. 감사합니다. 네, 나중에 봐요. साथीहरू, पोल्ट्री फार्म ठुलो लगानी भएर मात्र सम्भव हुन्छ भन्ने होइन। थोरै पुँजी र कम खर्चमा पनि सही तरिकाले गर्न जानियो भने प्रशस्त मुनाफा आर्जन गर्न सकिन्छ। यो भिडियोमा प्रस्तुत भएका धेरै सिस्टम र प्रविधिलाई हाम्रो देशमा भित्र्याउन सकिन्छ। नेपालकै स्थानीय सामानको प्रयोग गरी निर्माण गर्न सकिने रहेछ भन्ने प्राविधिक ज्ञान यो फार्ममा लगातार 10 वर्ष काम गरेको अनुभवले सिकाएको छ। नेपालमा सानो सङ्ख्याबाट सुरु गरी क्रमशः आफ्नै देशको सामान प्रयोग गरी फार्मलाई यहाँको जस्तै आधुनिक बनाउन सकिन्छ। यहाँको प्रत्येक प्रविधिलाई कपी गर्न सकिन्छ। यसका लागि प्राविधिक ज्ञान र अनुभव भए हुने रहेछ। तपाईहरूलाई अर्को भिडियोमा यिनै टेक्निकल आइडिया र यो फार्मलाई यहाँसम्म पुर्याउने यस कम्पनीका सुरुवाती फार्महरू कस्ता थिए ती फार्महरूको बनावटको बारेमा भिडियो बनाएर सेयर गर्नेछु, जुन चाहिँ फार्म सुरु गर्ने मानसिकता बनाउँदै गर्नुभएका कृषकहरूलाई प्रेरणादायी र लाभदायी हुनेछ। यदि तपाईहरू विदेशको पोल्ट्री सम्बन्धी आइडिया र टेक्निकल कुरा जान्न र सिक्न चाहनुहुन्छ, अर्थात् कम खर्चमै यहाँको प्रविधिलाई नेपालमा भित्र्याएर फार्म सञ्चालन गर्न चाहनुहुन्छ वा फार्मको डिजाइन सिक्न, कुखुरामा लाग्ने रोग, त्यसका लक्षणहरू जान्न, चल्ला हुर्काउने प्राविधिक ज्ञान, भिटामिन तथा औषधिहरू इत्यादिको बारेमा बुझ्न चाहनुहुन्छ भने तलको कमेन्ट बक्समा कमेन्ट गरेर सोध्नुहोस्, नत्र मेल गर्नुहोस्। म तपाईँको जिज्ञासालाई रिप्लाई दिनेछु। भिडियो मन परेमा लाइक गरिदिनु होला।